हेलो एभ्रिवान वेलकम ब्याक टु माई मिनी भ्लग। पहिला त तपाईँ मेरो हेर्नुहोस् आउटफिट, त्यसपछि मिट माई सिस्टर, वान एन्ड ओन्ली ब्युटिफुल सिस्टर। यसको रियाक्सन हेर्नुहोस् ल। अनि आज चाहिँ हामी मनठान्के गाडीबाट 1 घन्टाको यात्रा गरेर जाँदैछ एउटा ब्युटिफुल प्लेस जहाँ जाने भनेर मैले सोचेको पनि थिएन, बट एक सडनली हाम्रो चाहिँ प्लान भनेर हामी गयौँ। अनि यो थियो त्यो स्पेसल ठाउँ। यहाँ चाहिँ हराभरा घुम्नको लागि रुममा बसेर बोर हुनुभएको छ भने काठमाडौँको नजिकै बुढा नीलकण्ठमा पर्ने यो इस्कनमा जान नबिर्सनु होला। कति त गइसक्नु भयो होला, म त पछि आएको अहिले चाहिँ यो राम्रो, यो चाहिँ मलाई एकदम बेस्ट लाग्यो। अनि त्यसपछि यहाँ चाहिँ कृष्णजीको हरेक प्रकारका मूर्तिहरू बनाएको छ है। यहाँ हेर्नुहोस् त, बाँदरले पनि तपाईँहरूले हेरिरहेको छ अह। अनि यहाँ चाहिँ यस्ता मन्दिरहरू पनि छ, फुलहरू लगाइएको छ। त्यसपछि फाइनली हामीलाई भयो कृष्णजीको दर्शन, जसको लागि हामी गएको थियौँ। अनि यो चाहिँ मैले मोबाइलमा भिडियोहरूमा देखेको थिएँ क्या, फोनहरूमा भिडियो देखेको थिएँ, बट फाइनली आज चाहिँ मैले मेरा यी प्रत्यक्ष 2 आँखाले देखेँ। अनि हामी चाहिँ गयौँ होइन, त्यहाँ बस्यौँ। अनि यति सन्तुष्ट कि म त आफूलाई उतै समर्पित गरिदिउँ कि नआऊँ कि रुममा जस्तो हुने क्या। अनि 2 बहिनी त्यहाँ मजाले घरको पिर चिन्ता, आफ्नो पढाइ एकेर बगेर सब छोडेर एकछिन भजन गायौँ। अनि यति आनन्द आयो। अनि पछि हामी फर्किने बेलामा चाहिँ यहाँ गुरुजीले के क्यामेरामा भिडियो गर्दै हुनुहुँदो रहेछ। अनि त्यो हेऱ्यौँ। अनि मान्छे भन्ने त यति आएका, हे भगवान् के भन्नु र। राधे राधे। हेरेकोमा धेरै धेरै धन्यवाद। भेटौँला नेक्स्ट भिडियो। अनि आजको यो दिनलाई चाहिँ कृष्णजीको दर्शनले चाहिँ एकदमै सुन्दर बनाइदियो। अनि यहाँ चाहिँ के को भिडियो सुट हुँदै रहेछ, मैले पनि भिडियो गराइहालेँ। यहाँसम्म हेरिदिएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क यू फर वाचिङ। मिलौँला अर्को भिडियोमा। राधे राधे।